हामी विदेशी खेलाडी ल्याएर हाम्रो नेपाल पुलिस क्लबबाट अब हामी काबामा पनि खेलाउँदैनौँ हैन र नेपाली महिला भलिबलको खेल स्तर एकदमै वृद्धि भएको छ। त्यो सबै देख्नु भएको छ। त्यो केबाट थाहा हुन्छ भन्दाखेरि त्यो नेपाली महिला भलिबल टिमले ल्याएको रिजल्टबाट थाहा हुन्छ हैन। मलाई के लाग्छ भन्दाखेरि नेपाल सरकारले नेपालको राष्ट्रिय खेल भलिबललाई चाहिँ पर्याप्त मात्रामा बजेट चाहिँ छुट्याइनुपर्छ जस्तो लाग्छ। नमस्कार आदरणीय दर्शक महानुभावहरू, पृष्ठभूमिमा यहाँहरूले देखिराख्नु भएको छ यो नेपाल पुलिस क्लबले प्रशिक्षण दिएको र अहिले उहाँहरूले तयारी गर्दै हुनुभएको यो प्रशिक्षण केन्द्रमा आएर हामीले यो विशेष संवाद जोड्न लागिरहेका छौँ। भर्खरै मात्र पोखरामा सम्पन्न एनबिए कपमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ र अहिले फेरि पनि प्रचण्ड कप हुन लागिरहेको छ। यसको व्यापक तयारी पुलिस क्लबले गरिरहेको छ। हामी प्रशिक्षक रूपेश विष्टसँग यो विशेष संवाद जोड्दैछौँ र यहाँलाई स्वागत छ। हजुर धन्यवाद सर। अब यहाँहरूको पृष्ठभूमिमै देखिरहेको छ प्रशिक्षण केन्द्रमा हामी छौँ। तयारी कस्तो छ? समग्रमा तपाईँहरूको तयारी प्रशिक्षण कसरी गर्दै हुनुहुन्छ? अब हामी तयारी त हजुरले देखिहाल्नुभयो होइन। अब तयारी राम्रै हुँदैछ, राम्रै तयारी गरिँदैछ। अब हामी अस्ति एनबिए सके पश्चात नै फेरि अर्को तुरुन्तै छिटै चाहिँ प्रचण्ड कप हुनाले चाहिँ हामी प्रचण्ड कपको लागि चाहिँ हाम्रो तयारी भइरहेछ अहिलेलाई। अब तपाईँ सफल कोचको रूपमा पनि स्थापित हुनुहुन्छ होइन। यतिकौँ ठुल्ठुलो गेम चाहिँ तपाईँ खेलेर, तपाईँले खेलाएर, तपाईँको मानसिकता, तपाईँको रणनीति प्रयोग गरेर खेलाडीहरूले खेलेर जित हासिल गरेको छ। यसमा कस्तो तपाईँले वाह पाइराख्नु भएको छ? हजुर एकदम अब खुसी लागिरहेछ। किन भन्दाखेरि आफूले गरेको कामको सफल रूपमा सफल प्रशिक्षक हुन पाउँदा त एकदम खुसी लागिरहेछ होइन। अब मैले गरेको कामको सफलता नै मैले आजसम्म चाहिँ पाइराखेको छु र यो सफलतालाई चाहिँ निरन्तरता दिने कोसिस गर्नेछु म सर। अबको रणनीति के रहन्छ त? अब तपाईँहरू खेल्दाखेरि नेपाली खेलाडी राखेर खेल्नुहुन्छ होइन। अन्य खेलमा त अब 3 जना अथवा 4 जना बाहिर खेलाडीहरू राख्न पाउने अन्य देशको त्यो व्यवस्था छ। तपाईँहरू चाहिँ नेपाली खेलाडी आफ्नै प्रोडक्ट लिएर जानुहुन्छ। अबको तयारीहरू चाहिँ के रहन्छ? अब पनि हामी सर त्यसलाई नै निरन्तरता दिन्छौँ। हामी विदेशी खेलाडी ल्याएर हाम्रो नेपाल पुलिस क्लबबाट अब हामी काबामा पनि खेलाउँदैनौँ होइन। अब योभन्दा अगाडि पनि हजुरले देख्नुभयो मालदिप्समा सम्पन्न भएको काबा वुमेन्स क्लब च्याम्पियनसिपमा हामीले विदेशी खेलाडी हामीले अनुबन्धन गरेनौँ। नेपाली खेलाडी नै हामीले लगेर नेपाली खेलाडीबाट नै हामीले चाहिँ विजय प्राप्त गऱ्यौँ भने अब आगामी दिनमा र अहिले के भन्छ अस्ति सम्पन्न भएको एनबिए लिग च्याम्पियनसिपमा हामी च्याम्पियन बनेर चाहिँ फेरि पनि काबा वुमेन्स क्लब च्याम्पियनसिपको लागि क्वालिफाइङ भएको छौँ। अब आगामी दिनमा नै हाम्रो आफ्नै टिमले आफ्नै नेपाली खेलाडीबाट नै हामीले चाहिँ पार्टिसिपेट भएर चाहिँ जित निकाल्ने कोसिसमा चाहिँ हामी निरन्तरता दिनेछौँ। अब क्लब स्तरीय गेममा एकपछि अर्को सफलता पुलिस क्लबले लिँदैछ। यो यहाँकै रणनीति छ, यहाँलाई नै यो क्रेडिट जानेछ। यो कसरी सम्भव भइरहेको छ? अब सर यो चाहिँ हाम्रो सम्पूर्ण म मात्र एक्लैको मेहनतबाट यो चाहिँ सम्भावना भएको होइन सर। हाम्रो सङ्गठन, हाम्रो खेलाडीहरू, खेलाडी अफिसियल सम्पूर्णको मेहनतबाट चाहिँ यो सफलता प्राप्त भएको जस्तो मलाई चाहिँ फिल हुन्छ। त्यही भएर चाहिँ अहिलेसम्म जित्न सकिएको अवस्था। हजुर एकदम अब धेरै हदसम्म त मैले पनि एकदम हिजोको दिनमा विगतमा गरेका दुःखहरूले नै आज जितको सफलता प्राप्त भएको हो। तर त्यसो भनिरहँदा पनि यो अलि अन्याय हुन्छ कि जस्तो मलाई लाग्छ। किन भन्दाखेरि हामीलाई त सङ्गठनले हामीलाई यो प्लेटफर्म दिनुभएको छ नि त होइन। नेपाल प्रहरीको काम त खेल्ने होइन नि त, हाम्रो त पुलिसिङ गर्ने काम हो नि त होइन। तर पनि त्यसको बावजुद पनि हामीलाई जुन सुविधा दिनुभएको छ होइन, खेल गर राष्ट्र के अरे सङ्गठनको साथै राष्ट्रको पनि नाम गरिमालाई उच्च राख भनेर चाहिँ हामीलाई जुन सुविधा दिनुभयो, हामीले त्यो सुविधालाई चाहिँ सदुपयोग गरेर हामीले मैले अघि पनि भने फेरि पनि म दोहोऱ्याउँछु होइन। हाम्रो अर्गनाइजर, हाम्रो असिस्टेन्ट कोच, म्यानेजर, मेरो खेलाडी, मेरो मेहनत, हामी सम्पूर्ण टिमको मेहनतबाट चाहिँ यो सफलता हासिल प्राप्त भएको जस्तो चाहिँ मलाई लाग्छ सर। अब समग्रमा अब गेमको कुरा गर्ने हो भने नेपाली महिला भलिबल खेल कति कहाँ पुगेको छ, कुन स्थानमा छ, कति प्रगति भएको छ? यहाँ सफल कोच हुनुहुन्छ। सबैको तपाईँ नेपाल पुलिसको मात्रै खेलाडीहरू तपाईँले हेर्नु भएको छैन, देश विदेशदेखि लिएर सबै नेपालको त तपाईँ हेर्नु भएको छ। कहाँनिर पुगेको छ यो गेमको स्तर?
गेमको वृद्धि, गेमको चाहिँ लोकप्रियता त धेरै माथि गएको छ, तर गेमको स्तर कहाँ पुगेको के लाग्छ? एकदम नेपाली महिला भलिबल खेलाडी र नेपाली महिला भलिबलको खेल स्तर एकदमै वृद्धि भएको छ। त्यो सबै देख्नु भएको छ। त्यो केबाट थाहा हुन्छ भन्दाखेरि त्यो नेपाली महिला भलिबल टिमले ल्याएको रिजल्टबाट थाहा हुन्छ होइन। मैले समग्र नेपाल पुलिसको मात्रै कुरा गरिरहेको छु, नेपाली भलिबलकै भन्छु, हजुरले भन्नुभएको थियो नेपाली भलिबलकै एउटा इतिहासमा हेर्ने हो भने अहिलेसम्मको नेपाली महिला भलिबल टिमले प्राप्त गरेको सफलताबाट चाहिँ हामीले थाहा पाउन सक्छौँ कि नेपाली महिला भलिबल खेलाडी र नेपाली महिला भलिबल टिमको स्तर चाहिँ एकदम वृद्धि भएको छ। यसलाई निरन्तरता दिनुपर्छ जस्तो मलाई लाग्दछ होइन। त्यसको लागि चाहिँ अब हामीले के गर्नुपर्छ भन्दाखेरि हामीले युथ प्लेयरहरूलाई चाहिँ प्रायोरिटी दिनुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि सधैँभरि एउटै खेलाडीले थिक्न सक्दैन, धान्न सक्दैन। गेम भनेको एउटा त्यस्तो विधा हो जो एउटा समयमा टप लेभलमा हुन्छ भने अलिकति एज त्यसको हुँदै गएपछि के हुन्छ, उहाँहरू चाहिँ झर्दै आउनुपर्छ र हामीले नयाँ खेलाडी, कम उमेर भएको खेलाडीलाई चाहिँ हामीले प्रायोरिटी दिएर चाहिँ के भन्छ नेपाली भलिबलको स्तर वृद्धि गर्न सक्यौँ, अथवा कम उमेरका खेलाडीहरूलाई चाहिँ हामीले दैनिक प्रशिक्षण गरी नेपाली टिममा समावेश गर्न सक्यौँ भने नेपालको महिला भलिबल टिमको स्तर चाहिँ योभन्दा अझै वृद्धि हुनेमा चाहिँ दुई मत छैन। त्यसैले चाहिँ हामीले नयाँ युथ होइन नेपाल पुलिसको टिमसँगै नेपालको समग्र नेपाल राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरूलाई चाहिँ युथ खेलाडीहरूलाई चाहिँ प्रायोरिटी दिनुपर्छ जस्तो लाग्छ मलाई। अनि मात्र नेपालको महिला भलिबल टिमको स्तर चाहिँ अझै वृद्धि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब कोचको विषयमा, तपाईँहरू प्रशिक्षकको विषयमा पनि अझ योभन्दा राम्रो चाहिँ प्रशिक्षण पाइयो भने, अझ योभन्दा राम्रो यस्तो हामीलाई पनि गरिदिएको भयो भन्ने चाहिँ केही छ कि छैन यहाँको? एकदम छ सर, त्यो चाहिँ एकदम छ। किन भन्दाखेरि हाम्रो नेपाली खेलाडीहरूले चाहिँ पाएको फ्यासिलिटी हेर्नुहोस् होइन। अब हाम्रो नेपाल भलिबल सङ्घको पनि स्तर अब उहाँहरूसँग फाइनेन्सियल सपोर्ट धेरै छैन। धन्न हाम्रो विभागले चाहिँ हामीलाई प्रहरी सङ्गठनले खेलाडी यसरी चाहिँ राखिदिनु भएको छ होइन। हामीले दैनिक प्रशिक्षण गरिरहन पाएको छौँ होइन। त्यसै गरेर नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमको चाहिँ दैनिक प्रशिक्षण वर्षभरि गरेर चाहिँ होइन, वर्षभरि टिमको चाहिँ राष्ट्रिय टिमको चाहिँ प्रशिक्षण हुने भने चाहिँ नेपालको महिला तथा पुरुष भलिबलको स्तर चाहिँ एकदम उन्नति हुन्छ होइन। त्यसै गरेर मैले हजुरलाई अघि पनि भने सेवा सुविधाका कुराहरू त हामी धेरै पछाडि छौँ होइन। अलिकति यसमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। त्यसको लागि चाहिँ मैले अघि भने के अरे विभागीय टिमहरूमा चाहिँ अब एकदम यो कुरा अहिले सङ्गठनले राखिदिएको छ र निरन्तरता दिइरहेको छ, चलिरहेको छ होइन। अब सङ्घको मैले अघि पनि भने फाइनेन्सियल त्यति सपोर्ट छैन होइन। तैपनि नेपाल भलिबल सङ्घले खेलको के भन्छ प्रतियोगिता गरिरहेछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गरिरहेछ होइन। मलाई के लाग्छ भन्दाखेरि नेपाल सरकारले नेपालको राष्ट्रिय खेल भलिबललाई चाहिँ पर्याप्त मात्रामा बजेट चाहिँ छुट्याइनुपर्छ जस्तो लाग्छ। त्यो अहिले पनि भएको छैन र हामी अब पुरानै कबड हलमा हामी अहिले खेलिरहेछौँ। त्यो कबड हलहरू पनि हेर्नुहोस्, अब तपाईँले सधैँभरि त्यही कबड हल पनि पाइरहेको अवस्था छैन होइन। त्यसैले नेपालको भलिबलको खेल स्तर वृद्धि गर्नको लागि चाहिँ एउटा सुविधा सम्पन्न कबड हलको चाहिँ व्यवस्था गरिदिनुपर्छ जस्तो मलाई चाहिँ लाग्दछ। त्यसो भने समग्र बृहत्तर चाहिँ खेलको विकास हुन्छ। हजुर, एकदम कबड हल पनि हुनु पर्यो, प्रशिक्षकहरूले दैनिक प्रशिक्षण पनि गराउनु पर्यो, त्यो इन्भाइरोमेन्ट पनि मिलाउनु पर्यो होइन। त्यसको बजेट पनि नेपाल सरकारले व्यवस्थापन गर्नु पर्यो। अनि यो सबै कुराहरूबाट चाहिँ नेपालको राष्ट्रिय खेल भलिबलको चाहिँ स्तर उन्नति हुन्छ कि जस्तो मलाई लाग्छ। तपाईँहरूकोमा धेरै प्रशिक्षण लिँदै हुनुहुन्छ होइन। यहाँ त क्लोज क्याम्पमा धेरैजना हुनुहुन्छ टिममा। कस्तो खेलाडीहरू चाहिँ नेपाल पुलिस क्लबमा चाहिँ ल्याउनु भएको छ अहिले? कहाँको त अब के सम्भव छ र होइन, यति हुनुहुन्छ उहाँहरू त। कस्तो किसिमको खेलाडीहरू चाहिँ हेरेर चाहिँ पुलिस क्लबले चाहिँ टिममा राख्दछ? हजुर, अब हामीले सर विगत लामो समयदेखि अहिले सफलता प्राप्त गरिरहेका छौँ। यो कुरा हजुरहरूले पनि देखिरहनु भएको छ र होइन। यसरी हाम्रो चाहिँ के भन्छ खुसीलाई, हाम्रो दुःखलाई सम्पूर्ण चाहिँ दर्शकहरू माझ पुर्याइदिनु भएको छ। त्यसको लागि हजुरलाई धन्यवाद दिन चाहन्छु होइन। नेपाल पुलिसको टिममा चाहिँ म प्रशिक्षक भइरहँदा र मैले टिम हेरिरहँदाखेरि आजको दिनमा मात्र मैले चाहिँ प्रायोरिटी दिएको छैन। मैले त अब आगामी 5 वर्ष 10 वर्ष पछाडिको चाहिँ त्यो दिनलाई पनि हेरेर चाहिँ मैले नयाँ खेलाडीहरू हजुरले भन्नुभयो त्यो खेलाडीहरू चाहिँ यहाँको मात्रै छैन, सम्भावना छैन। किन भन्दा गाउँमा हामी चाहिँ आफ्नो सम्पर्कबाट हामीले खेलाडीहरूलाई कसरी चाहिँ उहाँहरूलाई चाहिँ नेपाल पुलिसमा अनुबन्धन गर्न सकिन्छ र नेपाल पुलिसको भविष्यको लागि हामीले यही रिजल्टलाई चाहिँ कायम गर्ने हो भने त हामीले चाहिँ नयाँ खेलाडीहरूलाई चाहिँ हामीले अब ट्रेनिङ गराएर होइन, नयाँ खेलाडीहरूलाई चाहिँ हामीले इन्करेज गरेर नयाँ खेलाडीहरू उत्पादन गर्नुपर्छ होइन। मैले चाहिँ आगामी 10 वर्ष पछाडिको चाहिँ टार्गेट
टार्गेट लिएर चाहिँ नेपाल पुलिसको टिमलाई च्याम्पियन बनाइरहनलाई चाहिँ मैले म दिनरात अहोरात्र चाहिँ खटिरहेको छु होइन। अब हेरौँ, अब मेरो उद्देश्य भनेको एउटा प्रशिक्षकको उद्देश्य भनेको चाहिँ सधैँभरि आफू पनि सफल भइरहने र टिमलाई पनि सफलताको शिखरमा चाहिँ पुर्याइरहने चाहिँ मेरो उद्देश्य हुन्छ भने मेरो उद्देश्य भनेको मैले अघि भनिहालेँ, अब नयाँ खेलाडीहरूलाई पुरानोसँगै नयाँ खेलाडीहरू पनि ल्याउने र नयाँ खेलाडीहरूलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ म ट्रेनिङ चाहिँ गराइरहेको छु। अब अलिकति फेरि यही प्रचण्ड कप, अब यो गेमको तयारी गर्दै हुनुहुन्छ, यसमा तपाईँहरूको तयारी कसरी रहनेछ, जित्ने सम्भावना के छ यसमा अलिकति? हजुर, अब जित्ने सम्भावना भनेर चाहिँ म कुनै पनि कुरामा चाहिँ म ओभर कन्फिडेन्स भएर बोल्दिनँ सर होइन। खेलको कुरा हो, आज र भोलिको खेल पनि फरक पर्न सक्छ होइन। अब मलाई लाग्छ, मलाई के विश्वास छ भने मेरो खेलाडीहरू एकदम युथ हुनुहुन्छ होइन। अलिकति हाम्रो स्ट्रेन्थ पनि अलिकति अब अहिले स्ट्रेन्थ चाहिँ मैले चाहिँ अब हजुरको बाहिर बेन्च खेलाडीको कुरा गर्दैछु, बेन्च खेलाडी पनि मलाई अप्सन पनि छ होइन, मैले त्यो पनि युज गरिरहेको छु सर होइन। अब मैले सकेसम्म टिमलाई च्याम्पियनै बनाउने भन्ने उद्देश्यको साथ म अगाडि बढ्ने हो। अब बाँकी रह्यो खेलाडीको पर्फर्मेन्सको कुरा हो, ट्रेनिङमा चाहिँ एकदम राम्रो छ। अब हिजो दिएको रिजल्ट एनबिएमा पनि एकदम हामी चाहिँ के भन्छ च्याम्पियनै बन्यो भने अब प्रचण्ड कपमा पनि हामी च्याम्पियनै बन्ने उद्देश्यका साथ चाहिँ हामी मैदानमा उत्रिँदैछौँ। अब बाँकी रह्यो खेलाडीको पर्फर्मेन्सको कुरा, खेलाडीको पर्फर्मेन्स राम्रै भयो भने चाहिँ कि मलाई लाग्छ हामी च्याम्पियनै बन्छौँ होइन। अब जित्छु भन्ने चाहिँ ठोकुवा चाहिँ म गर्न सक्दिनँ, जित्ने कोसिस चाहिँ हाम्रो रहनेछ, च्याम्पियन बन्ने कोसिस रहनेछ सर। त्यो अनुसारले चाहिँ हामी तयारी गरिरहेछौँ। अब हेरौँ प्रचण्ड कपमा अब कस्तो हुन्छ, अब त्यो त्यतिखेरको कुरा हो, तर मलाई लाग्छ हामी च्याम्पियन चाहिँ बन्छौँ कि जस्तो लाग्छ सर मलाई। अन्तिम क्वेसन यहाँलाई छ, अब यो पछि अब तपाईँहरूको रणनीति के रहनेछ होइन? नेपाल पुलिस क्लबले भलिबललाई अब कसरी लानेछ, तपाईँहरू कसरी प्रशिक्षण अर्थात् तपाईँहरू चाहिँ अन्य तयारीको चाहिँ कसरी रहनेछ? हजुर, अब मैले अघि पनि भने नेपाल पुलिसको महिला भलिबल टिमको चाहिँ अब उद्देश्य भनेको चाहिँ नयाँ खेलाडीहरूलाई चाहिँ उत्पादन गर्ने होइन, नयाँ खेलाडीहरूलाई चाहिँ इन्करेज गर्ने, हामीले खेलाडीहरूलाई चाहिँ नेपाल पुलिसमा अनुबन्धन गरेर रोजगारीको सृजना गर्ने होइन, त्यो हाम्रो काम हुनेछ भने अब अहिलेको टिमसँगै अब बिस्तारै पुरानो खेलाडीहरू रिटायर हुने र नयाँ खेलाडीहरूलाई चाहिँ फेरि टिममा समावेश गर्ने मेन उद्देश्यका साथ चाहिँ म अब आगामी अझै 10-5 वर्षको लक्ष्य लिएर चाहिँ म अगाडि बढिरहेको छु होइन। त्यसैले टिम सधैँभरि च्याम्पियन बनिरहन्छ भन्ने पनि छैन, तर च्याम्पियन बनाउने चाहिँ म उद्देश्यका साथ मैले ट्रेनिङ डिजाइन गरेको छु र त्यो अनुसारले दैनिक प्रशिक्षण पनि गराइरहेको छु होइन। अब हेरौँ कतिसम्म सफलता प्राप्त गर्न सकिन्छ। मेरो उद्देश्य भनेको चाहिँ सधैँभरि नेपाल पुलिसमा म रहिरहँदा चाहिँ नेपाल पुलिसको टिमलाई च्याम्पियन बनाइरहनु हो। मैले अघि पनि भने हामी नयाँ खेलाडीलाई चाहिँ एकदम प्रायोरिटी दिएर चाहिँ हामी नेपाल पुलिस टिम अगाडि बढिरहेछ। हस्, धन्यवाद छ यहाँलाई समय र सम्पर्क। हजुर, एकदम डाक्सु टेलिभिजनलाई विशेष धन्यवाद दिन चाहन्छु र अन्त्यमा चाहिँ मैले के भन्छ हामीलाई यसरी चाहिँ नि सेवा सुविधा दिएर प्लेटफर्म दिएर चाहिँ नेपाल प्रहरी सङ्गठनले चाहिँ खेल्नको जुन सुविधा दिनुभयो अथवा प्लेटफर्म दिनुभयो, त्यसको लागि नेपाल प्रहरी सङ्गठनलाई धन्यवाद दिन चाहन्छु र नेपाल भलिबल सङ्घलाई पनि म धन्यवाद दिन चाहन्छु। यस्तो खालको प्रतियोगिता गरेर चाहिँ एकदम खेलाडीहरूलाई चाहिँ उत्साहित गर्ने होइन, प्रोत्साहित गर्ने, खेलाडीहरूलाई चाहिँ इन्करेज गर्ने, मोटिभेसन गर्ने होइन, नयाँ खेलाडीहरूलाई चाहिँ अनुबन्धन गर्ने काम गर्नुभएको छ होइन। त्यसको लागि पनि नेपाल भलिबल सङ्घलाई पनि विशेष धन्यवाद दिन चाहन्छु होइन। त्यसै गरेर मेरो यो आफूमा लागेका कुराहरूलाई चाहिँ देश तथा विदेशमा रहनुभएका सम्पूर्ण भलिबल खेलप्रेमी र नेपाल पुलिस महिला भलिबल टिमलाई माया गर्ने खेलप्रेमीहरूको लागि चाहिँ पुर्याउने मौका दिनुभयो, त्यसको लागि म स्पेसली डाक्सु टेलिभिजनलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद सर। थ्याङ्क यू सर।